चाहिँ ठ्याक्कै एसियन मार्केट मिनी मार्केटतिर आइपुग्यो। हामी चाहिँ कहाँबाट आएको रे बेबी? ह्याप्पी कस्टमर है, हामी नि ह्याप्पी कस्टमर। Shami. Yes, correct. Shami what? Tapa Magar. Tapa Magar? Oh, Tapa Magar. I have many friends. उनीहरुको नजिक। हेलो गाइज, नमस्ते सबैजनालाई, वेलकम ब्याक टु आवर ब्लग। हाल चाहिँ रोमानियाको बुकारेस्टको ओभर भन्ने ठाउँबाट हो। अस्तिको त्यो ग्याल्पोलोसार ब्लगमा चाहिँ मगर समाजको ड्रेस यहाँ छ हैन, त्यो लिएको थियो। अनि त्यही भएर हाम्रो सेमीले चाहिँ आज फर्काउनु जानलाई ओभरबाट एक स्टेसन उता है त्यहाँ जाने। अनि हामी चाहिँ युनिरी पार्कमा एउटा नेपाली मार्केट खुलेको अरे, त्यहाँ गएर यसो हेरौँ न सामानहरू के कति डिफ्रेन्ट हुँदो रहेछ बाहिरभन्दा प्राइसहरू होइन। त्यही भनेर चाहिँ हामी खास आज चाहिँ अनि हामी सेमीको साथीको कोठामा जान्छ पहिला होइन। यता हेरेर त कस्तो राम्रो देखेछ। हाम्रो बस पनि ठ्याक्कै आयो। अब चाहिँ बस कि ट्रेन कि के ट्रली हो के हो, अब चाहिँ हामी जान्छौँ। यो सम्झना ज्ञानेन्द्रलाई ज्ञानेन्द्र मनपर्छ के पिउली मनपर्छ? अब पहिला पहिला बाबाहरूको कुरा सुन्दा ज्ञानेन्द्र पनि मन परेन, अहिले आफ्नै देशको हालत देख्दा के मन परेन। यो त धुनेर मर्छस् कि पङ्गालेर मर्छ जस्तो भयो क्या नेपालको हालत त्यस्तै छ क्या। सो हाम्रो सेमीको चाहिँ फोटोसुट भइरहेको यो रोडहरूको बिचमा, किनभने यता लाइटै बोलेको छैन क्या। हेर्नु मान्छेहरू चाहिँ रेड लाइट बोलिरहेको तै पनि बाटो काटिदिन्छ कि कतिसम्मको गवार हुन्छ यार कोही कोहीहरू त। हो यत्तिकै स्कुटर भयो नि किन्नु पर्ला भनेको मैले खास होइन, लाइट हुन्छ अनि स्कुटर राम्रो। मेरो कन्सेन्ट बिना भिडियो बनाइस् मेरो स्कुटरको भन्दाखेरि ओ सेमी नेपालमा एउटा भिडियो भाइरल भयो त हाउ क्यान यु मेक द भिडियो विदाउट माई कन्सेन्ट? डिड यु टेक माई परमिसन? आई विल सु यु रे माया साला। त्यस्तो बिल्ला गर्छ होइन। सुन्न हामी भिडियो बनाएर हिँड्दा होइन, हामी जस्तो विदेशमा क्या। म त हामी उनीहरू त नेपाल घुम्न गएको नि त अमेरिकाबाट भनेको त काम गर्न आएको नि त। रेस्पेक्ट अलिक फरक हुन्छ। अब कसरी भन्ने मलाई भन्नु आयो नि। फरक हुन्छ अनि अब हामीलाई चाहिँ कसैले के भन्दैन नेपाली टिचर जस्तो मान्छे कि टिचर चाहिँ त्यस्तोले पढाएको विद्यार्थी चाहिँ कस्तो हुन्छ होला हौ छ्या। हामीले चाहिँ गफको त्यो नेपालको त्यो टुरिस्टको फ्लोमा गफ गरेर धेरै अगाडि गएछ, फेरि फर्केर आएको यहाँबाट भित्र छिर्नुपर्ने रहेछ त्यतिर। सो हाम्रो सेमीले चाहिँ सामान बुझाएर आउनु भयो। अब चाहिँ सिटी युनिरी पार्क जाने, यही गाडीमा चढेर जाने हो, तर अलि अगाडि स्टेसनमा जानुपर्छ। सो अहिले चाहिँ नेपाली मार्केटतिर निक्लेको अवस्था। हाम्रो सेमीको हाइट चाहिँ तपाईँहरू त्यहाँ हेरेर अन्दाज गर्न सक्नुहुन्छ। मेरो चाहिँ खुट्टा यस्तो छ, यसको चाहिँ अति अग्लो भयो कि सेमी, तर यति अग्लो चाहिँ नहुनु पर्ने थियो। हामी चाहिँ दोकान खोज्नै परेन होइन, दोकान चाहिँ खोज्दै हामीलाई आयो कि उतै अगाडि छ दोकान। हामी चाहिँ त्यहाँको पसलनिर आइपुग्यो। यहाँनिर राम्रो लाग्यो भने हामी तपाईँहरूले रिकमेन्ड गर्छौँ, सामानहरू कस्तो कस्तो हेर्छौँ होइन, अनि लोकेसनहरू पनि म तपाईँहरूलाई दिइदिन्छु। सो हामी चाहिँ ठ्याक्कै एसियन मार्केट मिनी मार्केटतिर आइपुग्यो। हामी चाहिँ कहाँबाट आएको रे बेबी? हामी चाहिँ ओभरबाट के अरे ओभरबाट ठ्याक्कै कि त्यो मेन चोकैबाट त्यो 21को ट्रेन चढेर अनि यता आएको ठ्याक्कै यहाँ आइपुग्नु चाहिँ त्यहाँ अलि 2 मिनट उतापट्टि हिँड्यो भने त्यहाँ ठ्याक्कै चोक आउनु रहेछ। त्यहाँ आएर ओर्यो अनि चोकबाट 2 मिनट हिँडेर यहाँ पनि आइपुग्नु रहेछ। अनि यता फेरि के छ अरे युनिरी पार्क छ, त्यहाँबाट चाहिँ भित्रभित्र छिरेर एउटा ब्रोले टिकटकमा हालेको थियो नि है लोकेसन, त्यही हेरेर आउँदा हुन्छ। गल्लीको भ्यू चाहिँ बब्बाले देखिँदो रहेछ अरे हाम्रो मार्केट चाहिँ एसियन मिनी म्याक्स भन्ने क्या। सो हाम्रो पसलभित्र चाहिँ आइसक्यो होइन। अब हेर्दैछु भर्खर होइन, भर्खर छिरेको है। अनि उता चाहिँ हाम्रो ब्रदरहरू चाहिँ यता हुनुहुन्छ होइन। यो पसल चाहिँ खासमा चाहिँ नेपालीको रहन्छ, फिलिपिन्सहरू रोमानिया मिलेर, तर प्रडक्टहरू चाहिँ नेपाली राखेर रहेछ कि खासमा त्यो रहेछ नेपाली प्लस अरू प्रडक्टहरू राखेर रहेछ। अनि यहाँ चाहिँ सामानहरूलाई चाहिँ बेसी सस्तो पर्ने त्यो बिरयानी मसलाहरूलाई 8.5 भनेको कति त हो र है। अनि फेरि डब्बा पनि ठुलो हो नि त, प्याकेटहरू पनि ठुलो हो। अनि अरू पसलहरू त त्यो सस्तै रहेछ कि अफर नयाँ सुरु भएर अफर गरे हो कि त्यो लाभा चौकले 2.5 समथिङ छ होइन। पसलमा चाहिँ मान्छेहरू आउनु हुँदैछ, तर यहाँ चाहिँ खासै रेडी पनि भएर हिँड्छ, तर बिस्तारै हुन्छ होला। भर्खर खोल्नु भयो भने त। सो हामी चाहिँ सपिङ गर्ने लाइन कुरेको, नयाँ खोले पनि मार्केट त अनि अति खाएको रहेछ त। अनि
आउँदै गर्नु फेरि सबैजना उनीहरूको नजिक यहीँ नजिक अझ थाहा छ तपाईँलाई युनिरीबाट भन्दा यताबाट आयो भने झन् छिटो पर्छ तपाईँहरूको भिडियो पहिला पनि हेर्थेँ मैले जस आज आउनुभयो धेरै खुसी लाग्यो आउँदै गर्नु हाम्रो सेम म हो टिकटक बनाउने डिस्काउन्ट छ नि हो साँच्ची दिदीले नि टिकटक हेरेर आउनुभयो त्यो भिडियो लोकेसन हेर्दै हेर्दै आउनु डिस्काउन्ट माग्ने नि ल हस् मिलाउँछु डिस्काउन्ट तपाईँहरू नि मिलाउँछु भाइ त्यो what's your name? Sheila Kijawani. Sheila Kijawani. You're Sheila, right? Nice to meet you. And you, what is your name? My name is Ramesh and her name is Sammy. 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 Shami. Yes, correct. Shami what? Sammy is Tulang. Thapa Magar. Tapa Magar. Oh, Tapa Magar. I have many friends. अब चाहिँ यहाँको मार्केट देखाइदिन्छु यहाँतिर त्यो अरू नर्मल नेपाली मार्केटहरू पनि पाउने सबै सामानहरू छ हैन तपाईँहरूले यहाँ किन्न सक्नुहुन्छ राम्रै लाग्यो मलाई म सपिङ पनि गरेर भ्याएँ अब मेरो सपिङ चाहिँ खासै भएन थोरै नै सपिङ गरिरहेको तर यहाँनिर चाहिँ राम्रो डिस्काउन्टहरू पनि दिनुभएको थियो थ्याङ्क यू सो मच ल भेटेर खुसी लाग्यो टिकटकमा उयो फलो गर्नु पर्ने नि यो मान्छेले त कस्तो फलो नगर्ने होइन नेपाली भएपछि त फलो गर्ने होला नि हामी सपिङ गरेर खुसी लाग्यो ल थ्याङ्क यू उहाँलाई पनि थ्याङ्क यू भनिदिनु तर बिजी उहाँ चाहिँ एकदम मेहनत गर्ने मान्छे हुनुहुन्थ्यो बिजी ल अब चाहिँ हामी चाहिँ बन्द गरिदिन्छौँ ल ल हाम्रो यहाँ ह्याप्पी कस्टमर है हामी नि ह्याप्पी कस्टमर हाम्रो आन्टीलाई नि आन्टी दिदी अब त उमेर गइसक्यो दिदीलाई नि बाई बाई तपाईँहरू पनि आउँदै गर्नु न हस् हस् थ्याङ्क यू ल हामी त हाम्रैतिर जाने साथी पनि पाइयो होइन तर यहाँ आउनु सजिलै रहेछ नि त्यस्तो गाह्रो छैन है सो अघि चाहिँ हामी चाहिँ ठ्याक्कै यही चोकमा ओर्लेर अनि उता गएको हो यहाँ यो चोक त ट्रायङ्गुलर टाइपको छ अनि यहाँबाट ओर्लेर उता गएको हो अनि त्यहाँबाट तपाईँहरूले त्यो मार्केट भेट्न सक्नुहुन्छ हामी चाहिँ झर्ने चाहिँ ऊ त्यहाँ होइन खाली खाली रहेछ हामी चाहिँ ओभरतिर आइपुग्यो अनि यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ अनि त्यो दाइ हुनुहुन्छ अनि सामी हुनुहुन्छ उहाँहरू पनि हामीसँगै जाने हो माथि नै हाम्रै एरियातिर बस्नु हुनुहुँदैछ तर उहाँ चाहिँ यहाँ काम छ यहाँ ओर्लिनुहुन्छ हामी चाहिँ सिधै घरतिर जान्छौँ ल ल ल ल राम्रोसँग जाने ल हाम्रो एसियन मार्टबाट सपिङ गरेर पनि आयो हामी त्यसपछि यहाँ मेगा इमेजबाट मेरो बिराललाई खानेकुराहरू पनि ल्याउनु के त्यहाँबाट पनि सपिङ गरेर नि आयो अनि अब चाहिँ घर जानलाई रात पर्न लागिसक्यो है ठ्याक्कै रात पर्नु थालिसक्यो अब चाहिँ आजको भ्लग चाहिँ यतिमै एन्ड गर्छौँ होला यदि तपाईँहरूलाई पनि नेपाली सामान नेपाली मसलाहरू यताउता चाहिन्छ भने चाहिँ त्यो भर्खर स्टार्टिङ भएको त्यो जुन नेपालीहरूको लागि बनेको मार्केट छ नि त्यहाँ गएर चाहिँ सपिङ गर्न सक्नुहुन्छ मैले लोकेसनहरू अथवा त्यो उनीहरूको कन्ट्याक्ट नम्बर इन्फोहरू चाहिँ डिस्क्रिप्सनमा दिइदिन्छु त्यहाँबाट चाहिँ लिन सक्नुहुन्छ आजको लागि चाहिँ यतिमै एन्ड गरौँ ल खासमा हाम्रो प्लान चाहिँ खुर्सानी लिन जाने थियो जुन भने खुर्सानी नलिएर आएर यहाँ बम पर्नु भएको मान्छे ठिकै हो ल यता हेर्नुहोस् ल अब चाहिँ बाई बाई भनिदिनुहोस् थ्याङ्क यू फर वाचिङ अर्को भिडियोमा भेटौँ फर वाचिङ अनि अर्को भिडियोमा भेट्दै गरौँला बाई बाई लभ यु अल